한발씩은そうそう हेलो एभ्रियन वेलकम ब्याक टु माई न्यू भ्लग आफ्टर धेरै वर्ष 2 वर्ष जति भइसक्यो भ्लग नबनाएको अनि अहिले चाहिँ जापानमा आएर भ्लग सुरु गर्दैछु अघि रुमबाट निस्किसकेको अनि माथि आएर चाहिँ भ्लग सुरु गरेको छु अनि गासेउमुरा भन्ने ठाउँमा जाँदैछु त्यो चाहिँ म्युजियम हो क्या म्युजियम जस्तै छ रे मैले फर्स्ट टाइम गएको घरको छाना जस्तै रहेछ त्यहाँ चाहिँ हामी टिकट के काट्नुपर्छ अरे टिकट काट्न जान्छौँ ल भिडियो चाहिँ बनाउन मिल्छ अरे गाइजहरू होइन सोना किन बिचरा अब चाहिँ हामी यहाँ भ्लग बनाउँछौँ मेरो मात्र खिच्नु यहाँको वरिपरिको भ्यूहरू दामी रहेछ गाउँतिर घर त हुन्छ नि त्यस्तै रहेछ माछा गाइज माछा चारो दिने गरे क्या सबै आयो ए हाँस पनि रहेछ त परेवा हाँस माछा सब एकै ठाउँ भेला भइसक्यो ल यस्तो छ गाइस हामी चाहिँ घुमिरहेछौँ उसको चाहिँ नखिचिदिनु पर्ने त्यही भएर मैले खासै खिचिदिएको छुइनँ ओके यहाँ चाहिँ जिन्जा पनि रहेछ सफा हुने कि त केही हुँदैन फोहोर भन्ने त नेपालमा घट्टा हुन्थ्यो नि पहिले त्यस्तै गरी चलाएको छ यहाँ कागदा चाहिँ आउ न राम्रो चाहिँ राम्रो रहेछ तर के को हो हामी चाहिँ यो बुद्ध एक्जिबिसनबाट चाहिँ निस्क्यौँ अब कता जाने यो भित्र घर जस्तो छ यिनीहरूको अर्कै हो क्या यस्तो मोटो हुँदो रहेछ यो छाना चाहिँ जुत्ता फुकाल्ने यो त डराले भिडियो बनाएकोले लड्न लागिसक्यो कति साह्रो डराएको हो पहिले यसरी बस्दो रहेछन् नि किचनमा जापानिजहरू पहिलेको पुरानो कल्चर हेर्नुहोस् गाइस ठेका ठाला पहिले पुरानो यसरी बस्दो रहेछन् पुरानो घडी यिनीहरू चाहिँ के हुनु सजाउनलाई मात्रै रहेछ यो चाहिँ डाइनिङ रुम रहेछ डाइनिङ रुम यस्तो हुँदो रहेछ पहिले जापानिज कल्चरमा हाउसवाइफ रुम रे बुढाबुढी बच्चा राख्ने यस्तो हाड हुँदो रहेछ यहाँ त के रहेछ त अब पहिले पुरानो जापानिजहरू चाहिँ कसरी काम गर्थे भनेर रहेछ यिनीहरूले के छानेको होला कि काठबाट बनाएको रहेछ त्यो पुरानो मान्छेहरू गुन्द्री पनि आयो त्यो पुरानो भाइस दिनलाई होला कि आगो फुकेर धुवा लगाएको हुँदो रहेछ यो पिस्नेहरू सबै काठैबाट यस्तो दामी बनाइदिएको छ के हो यो गासमुरा भनेको यो एरिया भएन अनि अर्को सीमामुरा भनेको यहाँबाट टाढा छ क्या सबै यस्तो घर छ सबै यसले छाएको फुन्टे घर क्या अनि त्यहाँनिर कति हाम्रो होटलमा बसेको केसम्म कति गुरुस्ता जान्छ क्या ल हामीले चाहिँ जापानिजको कल्चर पनि हेऱ्यौँ यहाँ पहिले पुरानोमा चाहिँ कस्तो रहेछ भन्ने कुरा चाहिँ यहाँ सबै देखाएको रहेछ खरको छाना हरायो यहाँ यसरी सजाएर राखेको छ त्यहाँ नयाँ थपेको रहेछ ऊ त्यसमा चाहिँ त्यस्तो देखिरहेछ पहिलेको के हो नि यो ओ माई गड मेसिन यसरी बनाउनु सुरु गरेर रहेछ पहिलेदेखि
यस्तो बनाएर रहेछ कति थोक छ यहाँ किमोनो उनीहरूको चाहिँ हाम्रो दौरा सुरुवाल भने जस्तै कति क्युट देखेको कि यिनीहरूलाई त यस्तो 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 कति क्युट बनायो何する時使うんですか？こういう岩牡蠣そうなんですか。テラスとかああ、柔らかいですね。いやありがとうございます。はいどうも勝手に触りました。ごめんなさい。पहिले कपडा नहुँदा लाउने जस्तो छ त्यो के हो यो लुगा सिउने मेसिन आइरन भाँडाकुँडा सब थोक रहेछ सब थोक भए जति कस्तो दामी देखिने जोख्नेहरू रहेछ यता तरबार रहेछ त्यहाँ कस्तो रेडियो नेपाल क्या त्यो क्यामेरा हो नि त यो माथि गएर ऊ माथिको रिल हो क्या राम्रो कति ठुल्ठुलो के बन्चारो टाइपको रहेछ नेपालको उनीहरूले नि बुन्छ नि है यिनीहरूले नि युज गर्दो रहेछ यत्रो यत्रो भाँडामा चाहिँ के युज गर्दो रहेछ भाइ चाहिँ छुट्टै छ यो भित्र त घुमिसक्यो लगभग सबै अब कता जाने त्यो माथि मेरो त सपनै पुरा भयो आज म त यस्तो छ भनेर त सोचेको पनि थिइनँ तर मैले नि यति नै छ भन्ने चाहिँ थाहा थियो तर यस्तै छ भन्ने चाहिँ थाहा थिएन कस्तो राम्रो जिपीमा आएछ मलाई त अघि हामीले हेरेको म्युजियम चाहिँ त्यो भयो अनि यही एरिया भयो अब चाहिँ यो चाहिँ अर्कै एरिया फेरि ढाको तले फेरि पुरै हात छ यहाँ चाहिँ के रोप्ने खेतीहरू पानी पनि भर्या रहेछ माथिल्लो चाहिँ यहाँ चाहिँ पानी सुकेछ मुमी चाहिँ यहाँ रातो भइसकेको छ म्याट रिटर्न इज ओभर देयर खेल्ने ठाउँ रहेछ खेलौँ ल हामी यो खेल्छौँ अब कस्तो डेन्जर आउँदो रहेछ वाउ दुईजनै खेलौँ ल ए हावा कुरा चाहिँ नगर दुईजनै खेल्ने कसको बुढो तिम्रो बुढो बुढो भए यो फुल कति राम्रो फुलेको कोइन प्लिज द टी हाउस ब्याङ्कोन कहाँ छ टी हाउस चेन्ज गरेर आउनु रे के यहाँबाट खेल्ने कत्रो मन थियो मेरो सपनै पुरा भएन कति सिलिपिपी खेल्न मन थियो यहाँदेखि हिँड्नु पनि नपर्ने तल पुग्ने थियो साटेर खेलौँ न अझै म तिमी तलै बस म माथि आएर खेलेर जान्छु पैसा चाहिँ साटौँ छैन के मेरोमा त कोही नै राख्दिनँ म खेल्नु पर्यो त अलि नउटा है त 5000 साटौँ न कहीँ तर 5000 साट्छन् 100 रुपियाँको लागि साटिहाल्छन् नि किन साट्दैन त्यो खेल्ने भएपछि सुनमा सुगन्ध नि त सुनमा सुगन्ध तर ल कहाँ हो पैसा साट्न जा ओ माई गड साँच्चीकै हो खेल्ने भयो गाइजहरू खेल्ने भयो अब पैसा साटेर आएर पुगिहालिन्छ नि के काम छ र अल्छी नहौ न तिमी त आजकल कस्तो भएको छौ नि म फेरि फेरि के भनिदेऊ न फेरि के भनिदेऊ न एकचोटि के जनतालाई
आज फर्स्टचोटि बुढीसँग भ्लग बनाएको फर्स्टचोटि नि झगडा चाहिँ नगर न के प्लिज टाउको दुखेर कस्तो भइरहेको छ। बिचराले त खोइ म मासु आज फकाउनु पर्दैन कस्तो छौ तिमी कस्तो छु भनौँ न कस्तो राम्रो छु होइन गाइजहरू फकाएको के त्यो पैसा साट्नलाई तर साट्ने ठाउँ कहाँ छ कि कचुरी कहाँ पाउँछ त जहाँ पनि त्यही पाइयो भने यसो गरौँ न पाइयो भने गरौँ पाइएन भने जम्ला सस्तो किन सस्तो अहिले भिडियो बनाउनु यो पुकारिने के गर्नु के अरे पैसा साट्नको लागि अनेक जुक्ति जन कहिले पैसा यहाँ छ पुच्चीको लागि हामीले पानी किन्यो अब गएर खेल्ने हो पैसा साट्नको लागि मात्रै किने हो यो चाहिँ ए खाऊ खाऊ न खाऊ खाऊ के खाऊ होइन मलाई त यस अब यो त हेरिसक्यो मन पर्दैन अब त मलाई त यो खुत्रुक्क छिराएर पिलिलिलिलि कुद्ने हो ए टोइलेट पो गएछु भन्ने पुग्छ अब त्यहाँ हिँड्दै खुर्रु जाने छुर्लुको छिराउने खुर्रु खेल्ने आइहाल्ने दुइटै बोक्यौ हिँडेर मात्र जानु त कसरी आउनु त ल अब हामी चाहिँ लिइसक्यौँ यस्तो हुन्छ है गाइस झगडे बच्चाको भन्दा बेसी जिद्दी गरेर ल्याइ छाडियो बेहुली ल्यायो भने त खुसी छ गाइस मलाई अब माथिबाट खेल्दै झर्छौँ अहिले खेलेको हेर्नु अब यहाँबाट यस्तो होला कि नि यहाँको हाल्यौँ हाल्न चाहिँ देखिएन म त डढाएँ ल हाम्रो यो चाहिँ कति लामो रुट छ तल्लसम्म अब यो ओछ्याएर के भयो ल हिँड लु हिँड नि कहाँ रोकेको त के भयो हातमा लाग्यो मजा हुँदो रहेछ है अब फेरि यहाँबाट अर्को स्टेप छ म अगाडि जान्छु ल ल मैले चाहिँ जानिनँ कि बस होइन अनि यसरी समाउ के यहाँ यस्तो गर्नु ल जाऊ म रोक्यो अलिक एकछिन रोक्यौ न जानु चाहिँ सँगै जाऊ ल अनि तिमी कुद भयो ल ल जाऊ यो त झन् लामो रहेछ नि त कहाँ हराइ मेरो ठोकेछ नि झन्डै कत्रो स्पिड आएको आम्मा ल फाइनली खेली छाड्यो चुरी बनाएर पनि हामी चाहिँ पुलतिर जाँदैछौँ म चाहिँ रहर पुगेको छैन मेरो बुढीको रहर पुर्याउन अब चाहिँ अघि मेरो रहर पुरा हो यो रोडभन्दा मान्छे हिँड्ने ठुलो छ है कति ठुलो के हो मान्छे हिँड्ने त म चाहिँ गाउँमा आइसकेँ हाम्रो गाउँ यहाँ कति राम्रो भइसकेको छ गरेर जापानको यहाँ खेतहरू रहेछ कत्रो खेत रहेछ क्या सेम टु सेम गाउँ जस्तै है कस्तो मजाले उम्रेको छ है यो कति राम्रो देखिने के हेर्नु ओ माय गॉड भालु हुन्छ होइन
सहर भ्याइयो आज गाइजहरू। यही हो हाम्रो घुमाइ भनेको। यस्तो जङ्गलको बिचमा यत्रो ठुलो हस्पिटल छ, बाटोहरू कसैले पत्याउँछ भनेको। कस्तो ठुलो पानी रहेछ क्या। डराइहाल्छन् जेमा पनि। म त अघि एकचोटि त हिँड्ने पाइला 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 बनाइदिएको रहेछ। बिचरा आमा के गरिरहेछ नि, यहाँनिर पुरा शिकार गरिरहेको रहेछन्। यो चाहिँ सानोतिनो गाउँ रहेछ जङ्गलको बिचमा। अनि यता चाहिँ लामो पुल छ है, हेर्नुहोस् गाइज जङ्गल। यो चाहिँ जापानको चियानहरू, यो चाहिँ पुरै सल्लाहघारी रहेछ। गेरो सिटी तर पुरै देखिँदैन रहेछ नि सिटी त यहाँबाट। त्यो माथि पनि दामी देखिँदो रहेछ। जङ्गलको बिचबिच पनि पार्क कति राम्रो बनाइदिएको। नेपालमा नील काँडा हुन्छ नि, तर यसको चाहिँ काँडा चाहिँ छैन है। यता पार्कै पार्क के जता पनि। कस्तो दामी के ढुकुर उड्यो ढुकुर। ए ढुकुरे मम्मीजी गाइस रातो भइसकेको छ। के छ यो भित्र त? आऊ न हेरौँ। अब कस्तो डर लाग्दो। हेलो मसी मसी, के छ यो भित्र? केही छैन। ए अगेन जस्तो के हो यो बोन्साई सल्लाहहरूको रुख। कस्तो लागिरहेछ? बब्बा रमाइलो। ल आजलाई चाहिँ यति नै। अब धेरै पछि भिडियो बनाएको होइन। अनि त्यहाँ हाम्रो रुम पुग्न चाहिँ अब 10-15 मिनट लाग्छ। अनि यसो आज चाहिँ दुईजनाकै छुट्टी थियो नि त, अनि भिडियो बनाऊँ भनेर बनाइयो। यसो सानो छोटो मिठो होइन। अब अहिलेलाई चाहिँ यति नै, टाटा बाई बाई। भिडियो अब युट्युबमा नहालेको 2 वर्ष जति भइसक्यो नि त। त्यो च्यानल पनि पुरै फ्रिज भइसक्यो होला। रिकमेन्डमा आयो भने कमेन्ट गर्नु है, कहाँबाट हेर्दै हुनुहुन्छ। ओके बाई बाई, सी यू अगेन।